गुड मर्निङ साथीहरू, वेलकम टु माई भ्लग, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ सिन्धु तिम्रो फेरि पनि आइसकेँ नयाँ भ्लग लिएर। अनि आज चाहिँ मैले मेरो भाइलाई क्यामेराम्यान भेटाएको छु। अब आज मेरो भाइले मेरो ब्याक क्यामेराबाट भ्लग बनाइदिन्छ। तपाईँहरू मेरो भ्लग हेर्दै गर्नु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्नु होला। अब चाहिँ म मेरो भाइ क्यामेराम्यानलाई देखाउन गइरहेको छु। नमस्कार, मेरो नाम संस्कार घिमिरे र म सिन्धु दिदीको भाइ हो र मैले पनि एउटा युट्युब आइडी खोलेको छु। त्यसमा सब्सक्राइब गर्नु होला। आइडीको नाम @संस्कार घिमिरे 24 रहेको छ। यहाँ चाहिँ हाम्रो मम्मी हुनुहुन्छ, नाच्दै हुनुहुन्छ। बुढी आमा यता हुनु गीत पनि ठ्याक्कै मिलो। यता हाम्रो आमा चाहिँ बत्ती काट्दै हुनुहुन्छ। आमाको काम चाहिँ बत्ती काट्ने हो। आमा कति लाख पुऱ्याउनु भयो अरे बत्ती? 2 लाख पुऱ्याउनु हो। अनि हाम्रो घरको वरिपरिको दृश्य चाहिँ हेर्न सक्नुहुन्छ। यस्तो छ है साथीहरू। अहिले चाहिँ हामी खाना खाइसकेर चिलमा बस्दैछौँ। अब हामी यसपछि के गर्छौँ त भन्ने कुराहरू चाहिँ तपाईँलाई म अवश्य नै देखाउने छु भन्दै अब म लाग्दैछु मेरो कामतिर। क्यामेराम्यान चाहिँ म अगाडि देख्न सक्नुहुन्छ। मैले दुईवटा मोबाइलमा रोल खेलिरहेको छु। एउटामा सुटिङ गरेको मोबाइलमा। यी चाहिँ मेरी बर्थडे गर्ल। ह्याप्पी बर्थडे भनिदिनु होला साथीहरू सबैजनाले कमेन्टमा। ह्याप्पी बर्थडे बुइनी। चक्लेट खाने हो। हामी चाहिँ बुइनीको बर्थडे मनाउन भन्दा पनि यस्तो रमाइलो गर्नलाई पर गइरहेको छौँ। अनि हामी चाहिँ अब 2 मिनटमा पुगिहाल्छौँ है साथीहरू। लु भाइ त लड। ओए भाइ के गरी लडेको त? भाइ तिमीले देखाइ नलड न, किन लडेको? ट्रेन पनि खुस्किराख। हरियो छ धान रोपेको उयो पोको परेर बसेको ठाउँमा हो। घरै घर पोको परेर बसेको छ। यहाँबाट हामी अब छिरिमै भित्र जेन्ट्सहरू पो रहेछन्। हाम्रो घर संस्कार तले के ल्याएछ अरे? किन ल्याएको? खाना ल्याएको? मासु खाना त ल्याएको? आइज कोसेली। ठुलो मान्छेको घरमा सानो मान्छेको खेलाउने कुरा कहाँबाट आएको यस्तो? संस्कार त खेल्दैछ क्या हो त? बच्चाको सामान खेलेर अनि ठ्याक्क प्रवेश गर्छौँ। प्रवेश बुइनीले भ्लग बनाएको थिएर साथीहरू टाउकै निकालिने चाहिँ टाउको चाहिँ काट्दैछ। यो चाहिँ मेरो भाइ हो, तपाईँलाई थाहा छँदैछ। यो भाइ चाहिँ हेर्नु यहाँ है के बनाउँदैछ साथीहरू। गाईलाई चाहिँ कागती पानी भन्छ होइन। यस्तो गर्मीको बेला कागती पानी भनेको मजाले अर्कै हुन्छ। मलाई चिन्नु नै हुन्छ होला क्यामेराम्यान। अलिक पर्दैन के भन्छ त्यसलाई? भरे बाबु भ्लगमा आउँछ है, बाबु पनि हाँस्दै। म संस्कार घिमिरे। हजुर म भ्लग बनाउँदैछु। तपाईँले फर्स्ट साथीहरू अहिले चाहिँ हाम्रो यस्तो छ पुरो कहानी। मासुमा जान्छ। मलाई मासु चाहिँ पकाउन खासै आउँदैन होइन, तर यस्तो तपाईँहरू प्रतिक्रिया दिनु होला। अहिले कहाँ हाल्ने हो र? एकछिन हाल्नु सक्नु एकछिन।
बोलो ल हाम्रो चाहिँ खाना रेडी भइसकेको छ यहाँनिर। अब चाहिँ हामी खाना खानेवाला छौँ साथीहरू यहाँनिर। ओए भाइ आइज न रे केटो। ल साथीहरू हामी चाहिँ खाना पनि खाइसक्यौँ। अब हामी रेस्ट गर्छौँ। अनि कस्तो भएको थियो भाइ मासु भन् त? आज मासु बब्बाल भएको थिएन, एक महिनादेखि मुनियाएर बोल न त, मुनियाएर बोल के मलाई एक महिना आज मासु बब्बाल भएको थिएन अनि एक महिनादेखि नखाएको मासुको स्वाद आज मुखमा आइरहेछ। त्यसैले अझैसम्म भरे राति पनि मासुको सपना आयो भने म भन्नेवाला छु भोलि के हुन्छ। मासु इज फेभरेट। अनि यति भन्दै म अब चाहिँ भ्लग एन्ड गरौँ भनेको। के भन्थ्यो बहिनी? सुन्नु न, हजुरलाई नि अलिक राम्रो मान्छेको नजरमा अलिक राम्रो बन्न मन छ भने नि स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्छ क्या। स्ट्यान्डर्ड मेन्टेन थाहा छ हजुरलाई? अनि यो कुरा चाहिँ कहाँबाट स्ट्यान्डर्ड मेन्टेन यो भन्यो? भनेको त्यो सामारिक स्मारिकको भ्लगमा चाहिँ बेसीले त्यो केटी बनाएको थियो नि। अनि स्ट्यान्डर्ड मेन्टेन गरौँ, स्ट्यान्डर्ड मेन्टेन भनेको थियो क्या। ठ्याक्कै याद आयो मलाई। त्यही भन्न चाहन्छु। म अरू बेला छिटो बोल्थेँ, आज म बिस्तारै बोले जस्तो लाग्छ मलाई आफूलाई। सुनेपछि हुन्छ। हामीले भर्खर 4 जिपीसँग बोलेर आएको। भाइ के छ यस्तो जानेलाई? जुत्ता लुच्ची भयो भने के? चट्टी फाट्यो भने के गर्नु? जे पाइदै फेरि नबोले न केटाकेटी हो। आफूले बोल्छ नि, बोल्ने पायो भन्दैमा। ल साथीहरू अब यति भन्दै हामी भ्लगलाई इन्ड गर्न चाहन्छौँ। ह्याप्पी दसैँ। ल रेडी लाग्छ सब एकैचोटि भने रेडी 1 2 3 गो।